मतलब मानव शरीर भनौँ न उसको उसको मतलब उसको स्वरूप मतलब उस स्वरूप को पता चल गया तो उसने ब्रह्म स्वरूप का मतलब विराट स्वरूप दिख मतलब फील पत्ता कर चल गया सकता है। किन बोलेको त नि आँखा हेर्ने बित्तिकै तपाईँले यो आँखा हेर्ने बित्तिकै अँ, पृथ्वी दिख्छ तपाईँ चाहिँ। आफूलाई देख्ने बित्तिकै त्यही त ब्रह्म हो तपाईँ पनि ब्रह्म हो अँ, पञ्चतत्त्वबाट बनेको तपाईँ हो पृथ्वीको अँ, माटो पनि पञ्चतत्त्वबाट बनेको त्यो पनि देख्नुहुन्छ अब त्यो सबैलाई एकैचोटि हेर्नु न यत्रो धेरै अलग अलग भए पनि त एउटै त्यही पञ्चतत्त्वबाट कुनै कुन कता 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 बन्या त हो नि होइन र हो तर अब मतलब त्यसो भए मानवलाई चाहिँ त्यो त जसले पनि आँखा खोलेर हेर्ने जे देखि नि ब्रह्म भयो नि त अब ब्रह्म त भयो कि तर अब त्यो जुन छ नि अब त्यो धारणा भावना विचार त अब यो जुन हुन्छ नि सूर्य त्यो आकाश पछिल्लो स्टेप पहिला यो त ब्रह्म हुँदैन। दर्शन पनि ब्रह्म दर्शन त भयो नि त अब यति भएपछि त अब ब्रह्म दर्शनमा त कन्फ्युज छैन नि त छ र ब्रह्मको विराट स्वरूपको दर्शनमा भने के त भन्दा एकैचोटि सोच्नु न तपाईँ पृथ्वी आकाश चन्द्रमा सबै एकैचोटि सोचेपछि विराट दर्शन भयो नि त भयो। अब आँखले नदेखे पनि सोचेपछि भयो नि त एकचोटि त सूर्य देख्नुभयो नि त चन्द्रमा त देख्नुभयो नि त पृथ्वी त देख्नुभयो नि त अब आँखा चिप्प गर्नुहोस् या खोल्नुहोस् यो सबै सम्झिनु भयो भने त विराट भइगयो कुरा बुझ्नुभयो भनेपछि ब्रह्मको विराट स्वरूप थाहा भयो थाहा भयो। अब कुनै कन्फ्युज छ छैन। होइन मतलब जुन यो छ नि फिलिङ्स यो त अनि अब जस्तै पहाड उसलाई त आउँदैन नि त आकाश चन्द्रमालाई त आउँदैन नि त। उनीहरूलाई नि जस्तै फिलिङ्स छ धारणा यो चाहिँ तपाईँले अहिले समाउनु न तपाईँले परम चिन्तनलाई समाएपछि बल्ल तपाईँलाई तिनीहरूलाई कस्तो फिलिङ्स हुन्छ तपाईँले पछि थाहा पाउँछ हुन्छ सबलाई फिलिङ्स हुन्छ इभन हामीले मेरो यो मोबाइल छ मोबाइललाई नि फिल हुन्छ हामीले निर्जीव भन्छौँ या निर्जीव केही पनि छैन यो सब एउटै हो तपाईँ हामीलाई चाहिँ हामी सजीव जस्तो लाग्छ होइन अनि त्यहाँबाट चाहिँ हामीलाई माटो निर्जीव जस्तो लाग्छ त्यही माटैबाट बनेको खाना खाएर फेरि पकालेर उमालेर मारेर फेरि खाएको खानाले फेरि सजीव कसरी भन्छ सुन्नु न भने त्यो अवस्था त्यो दशा त तपाईँले त्यो त्यतिखेर मात्रै थाहा पाउनुहुन्छ अहिले त बस हेर्नलाई मात्रै बुझ्नलाई मात्रै ब्रह्म विराट स्वरूप बुझ्नु भयो अब विराट स्वरूपको जो चेतना स्वरूप छ नि चेतन त्यही त शिव हो त्यो जान्न त हामी यात्रामा छौँ ए अहिले हामीले ए ब्रह्म दर्शन गर्यौँ विराट स्वरूपको चेतनालाई चाहिँ बुझ्ने हो ठिक हो ठिक। विराट स्वरूपको चेतनाको हामी यात्रा हो यो विराट स्वरूपको पञ्चतत्व दर्शन यो विराट दर्शन यही हो आकाश पाताल धरती यो विराट दर्शन हो फेरि विराट चेतनाको दर्शन फेरि हुन्छ त्यतिखेर त योभन्दा नि विराट हुन्छ फेरि यो सबै हामीभित्रै छिर्छ त्यो बुझ्नुभयो त्यो बुझेँ विराट अहिले फेरि अर्को विराट हो त्यो हाम्रो चेतनाको विराट हो हुनापनको विराट हो जो हाम्रो जुन जसले गर्दा हामीलाई सजीव लागेको छ नि त्यसको हो हामी त्यसको यात्रामा बुझ्नुभयो अब क्लियर बुझ्नुभयो अहिले चाहिँ क्लियर बुझेँ मैले। अब त्यो र यो शरीरको बिचमा जुन हाम्रो विचार चल्छ नि जसले गर्दा हामीलाई टेन्सन हुने खुसी हुने यसो गर्न मन लाग्ने उसो गर्न मन लाग्ने यस्तो भयो हुन्थ्यो त्यस्तो भयो हुन्थ्यो भन्ने चिज चाहिँ माया हो अब यो चाहिँ यही माया नै धारणा हो यही धारणा नै ग्रन्थि भन्छ यही मायालाई बुझ्न सक्यो जसले मायालाई चिन्छ त्यही त ज्ञानी हुन्छ भन्छ होइन जसले धारणा गिराउन सक्यो त्यही त ज्ञानी हो अब होइन त्यो जब यो माया अब धारणा त्यो गिर्छ माया पनि हुन्छ घृणा पनि हुन्छ जे पनि भयो जुन सुकै जे पनि भयो सम्वेक भयो अब भनौँ न। सम्यक भयो अब यो चिज यो मायालाई बुझ्नुपर्छ यत्तिकै होइन यो भनेर मात्रै हुँदैन यो मायालाई चाहिँ बुझेर भोग्नुपर्छ होइन जब यो मायालाई बुझेर भोगिन्छ नि तब त्यसपछि के हुन्छ त भने डाइरेक्ट ब्रह्म र चेतनाको एक हुन्छ कि यो विराट ब्रह्म एक भयो पञ्चतत्त्वबाट बनेको अनि शुद्ध चेतना एक हुँदा त्यहाँनिर ज्ञान हुन्छ यो मायालाई छेदेपछि बल्ल ज्ञान हुन्छ ज्ञान कोशिकामा छ हो हो, हो। आफ्नो मेरो चेतनाले ऊ गर्नु पर्यो। है मैले बुझिनँ तपाईँले भने मैले कसरी बुझाउने मैले बुझेँ भन्न मैले जानिनँ। बुझाएको कुरा बुझे त बुझाउनै पर्थेन के हो बुझेको छु मैले मैले एक्सप्लेन गर्न जानिनँ तर बुझेँ। के बुझ्नुभयो भन्नु त म त बुझेँ कि मतलब ब्रह्म र होइन मतलब ब्रह्म ब्रह्म त जुन हामीले देखिरहेका छौँ होइन त्यो ब्रह्म भइहाल्यो होइन
त्यो अब त्यो जुन स्वरूप छ नि त्यसलाई त्यसभित्र रहेको चेतनाको स्वरूप चाहिँ बुझ्नको लागि त्यसको र ब्रह्मको र चेतनाको बीचमा माया आउँछ होइन। अब त्यो माया ओ हजुर। अनि हो अब त्यो चेतना स्थितिमा चाहिँ मतलब शरीर आफ्नो शरीर चेतना स्थितिमा छ भने चाहिँ त्यो मायाले चाहिँ डिस्टर्ब गर्दैन अथवा भनौँ न के भन्ने अब हो मायाले तपाईँलाई अब जीवनमा चल्न त माया चाहियो। चाहियो हो। अब अँ, त्यतिखेर चाहिँ आफ्नो एज पर निड माया युज गर्नुहुन्छ र माया आफ्नो हो। हिसाबले तपाईँले चलाउनुहुन्छ क्या। अब पहिला चाहिँ अँ, मायाले चलाउँथ्यो हामीलाई, हो ठिक 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 यही भन्न अब नआएको माया है। हामीले चलाउँछ। माया ज्ञानी के अंडर में अँ, होती है ना। उम्। ज्ञानी को भी, ज्ञानी क्या करता है, माया को भी हो त्यो कोही टाइममा चाहिँ हामीले अब पत्ता लाग्नु पर्यो कि अब उसले चाहिँ होइन हामीले चाहिँ अब उसलाई कन्ट्रोल गर्नु पर्यो। हाम्रो चेतना स्तरले चाहिँ उसलाई कसरी मिनिमाइज कसो गर्ने हो कन्ट्रोल हुन्छ कि ज्ञानी भएपछि? हो। ज्ञानी हुनु पर्यो। उम्, उम्। अब माया कन्ट्रोल गर्न लायो भने माया कन्ट्रोल हुन्न। मायाले नहुन्न। फेरि अर्को नाटक गरेर चाहिँ कन्ट्रोल भए जस्तो गराइदिन्छे। अर्को नौटङ्की हो फेरि माया, माया है ना? कुमारी हाँ, तो माया को कंट्रोल करने में मत लगो, जानने में लगो, उसको समझने में लगो। जान्नु पर्यो। अँ, हाँ, बुझने के बाद वो उम्, ऑटोमेटिकली कंट्रोल में आ जाती है। पूछती है, उम्, करूँ कि ना बोल के। जी। पहले माया को समझो, कंट्रोल मत उम्, करो। उम्, तो जो लोग उम्, कंट्रोल करने में लगते हैं, तो वहाँ पे बन जाती है कोशिका में डायरेक्ट क्या ग्रंथियाँ। उसमें तो हवा में भी नहीं है। जब कंट्रोल करने लगे, तो बन अँ, गया वो। बस समझो तो वो बन गया ही नहीं। ए, उम्, तो कंट्रोल करने का ज़रूरत कुछ भी नहीं पड़ता है, समझ उम्, लो, उम्, ऑटोमेटिकली कंट्रोल होता है। जो कंट्रोल होना है, ऑटो कंट्रोल हो जाएगा समझने से। दारू उम्, पीते हो, दारू पीना छूट जाएगा। अँ, बस अँ, समझने से ऑटोमेटिकली छूटता है। कुछ भी अँ, अँ। बैड हैबिट है, सब कुछ छूट जाता है। वो तो कुछ मतलब करने का बस माया को समझो, उसी हैबिट का माया माया समझो पहले। सारे माया अँ, नहीं समझ में आता है, तो जो कंट्रोल करने लगते हो, तो उसको उम्, कंट्रोल करने की बजाय उसको समझो, क्या चीज़ है वो। और उसको उम्, जब समझोगे, अब वो कोशिका एक बार पकड़ लिया ना उसकी बात, तो आ गई माया कंट्रोल में। अँ, अब अपनी इच्छा से चलेगा। त्यही त। त्यो त मानव निर्मित हो नि त त्यसलाई हामीले नेग्लेक्ट गर्दा पनि केही फरक त परेन। त्यो परेन, त्यति चाहिँ नजानेर। त्यो त नजानेर हो नि त। होइन अहिले होइन मायामा परिरहेछौँ फसिरहेछौँ नि त त्यो त अल्झाइरहेछ नि त हामीलाई होइन? त्यही भएर हो। अल्झिन नखोज्दा नि हामीलाई त लाग्छ नि ला फेरि व्यवहार बिग्रिने हो कि भन्ने पनि आउन सक्छ नि त। त्यो अनि चाहिँ त्यसमा त्यति धेरै इग्नोर गर्नु त भोलि त गएर बुझ्नु तपाईँ ज्ञानी भएर के परिवार छोडेर नाङ्गे हिँड्ने हो र बजारमा? होइन, होइन मायाको मात्र अब कुरा परिवार आएन नि त। चाहिन्छ भने मैले त्यही भने परिवार चाहिन्छ भने त अँ, त्यहाँ त ब्यालेन्स त चाहियो नि त, चाहियो, चाहियो। होइन एउटा होइन? संवेगको कुरा गर्न खोजेको त्यो रिस पनि त्यही त हो, हुनसक्छ, भन्न क्रोध पनि खोजेको त्यही हुनसक्छ, हो कि माया पहिला पनि मायालाई हुनसक्छ। जस्ट बुझ्ने, हो। बुझ्ने माया के हो? उसलाई अँ, यदि बुझ्यो भने यही कुरा उम्, भनेको, त्यो बुझ्ने बित्तिकै सबै ब्यालेन्स हुन्छ। नत्र भने त ब्यालेन्सै हुँदैन नि। अँ, 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 तपाईँले मायालाई रोक्ने बित्तिकै ब्यालेन्स भएन के। जस्तै तपाईँले त ज्ञानी बन्नु पर्यो भने त मायालाई रोकेर ज्ञानी बनाएको छ नि त। घर छोड, हो। आश्रम जा, होइन? अँ, यस्तो अँ, गर्न हुन्छ, उस्तो गर्न हुन्न, यो गर, यो खा, त्यो अँ, नखा, यस्तो हुँ, यति बेला गर, उति बेला नगर, हो। यसरी गर, हुँ, उसरी गर। यी सबै कुरा के भयो त? मायामाथि पनि अर्को माया भयो। माया हो। अब अँ, त्यसलाई रोक्न खोज्दाखेरि के हुन्छ? अब भयो समस्या। त्यो अँ, बुझ्नुभयो? अब त्यो त्यसलाई सम्झिनु भयो भने त, अब अहिले आएर सम्झिनु भयो भने त तपाईँले माया त भ्याट, 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 भ्याट ज्ञान हुँदै जान्छ, होइन त? हो। उम्, अब उम्, तपाईँले माया के हो छुटाउन सक्नुहुन्न त यसपछि? उम्, 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 तपाईँको दिमाग र ओके। बुद्धिमा आउने सब चिज माया हो, ए ए हो, हो। होइन र? अहिले मैले उम्, तपाईँलाई ब्रह्म भनेर नाम दिएछु, नाम दिनु पनि त माया हो नि। बिना नाम नदिकन पृथ्वी छैन र? छ। पृथ्वी नाम नभएको भए पृथ्वी थियो नि त। अब यसलाई बिना पृथ्वी नाम, बिना अँ, यसलाई एकचोटि अनुभवमा लिन खोज्नुहोस् त, तपाईँलाई ब्रह्म ज्ञान हुन्छ। उम्, उम्, होइन कुरा बुझ्नुहोस् त, यति अँ, समझ हुने बित्तिकै ब्रह्म ज्ञान घटित हुन्छ। ब्रह्म ज्ञान घटित हुन यति मात्रै कुरा हो, जहाँ यति जान्नेलाई ब्रह्म ज्ञान घटित भयो। अँ, घट्नै घट्छ क्या ब्रह्म ज्ञान। अँ,
भने अनि चाहिँ ब्रह्मज्ञानी भयो भने हो? हुन मतलब खोजे। तपाईँले यो कुरा आफ्नो मन मतलब तपाईँको समाजमा यो आउन सक्छ कि यो पृथ्वी नाम नभइकन पनि पृथ्वी छ भनेर अनुभव गर्न सक्नुहुन्छ? सूर्य नाम नदिएको भए पनि त सूर्य त थियो नि त। हुन्छ त्यो हावा त नाम जस्तो नदिए पनि कि अँ, त्यो त नाम दिएको हावा हो नि पनि त जसरी पनि छ मान्छे। नि। नाम छ दिएर पनि छ, नदिएर पनि छ नि। पनि छ यो कुरालाई अनुभवमा ल्याउनु ब्रह्मज्ञान हुन्छ। यो छ भन्ने थाहा पाउनु भयो भने तपाईँ आजबाट ब्रह्मज्ञानी हुनु। ब्रह्मज्ञानी एउटा त ब्रह्मज्ञानी बनायो टिप्पर गीताले। बधाई हो ए बधाई हो, एक ब्रह्मज्ञानी बन गया टिम्बर गीताले। तपाईँलाई लाग्यो तपाईँ ब्रह्मज्ञानी भयो भने जस्तो? लागिरहेछ। आपको लग रहा है कि आप ब्रह्मज्ञानी हो गई? ब्रह्मज्ञानी की बताओ ब्रह्मज्ञानी का कैसा अनुभव होता है? कैसे होते हैं ब्रह्मज्ञानी? उसका वाइब्स तो लग रहा है ना, मुझे भी पड़ जाएगा। अच्छा, सत्संग बहुत अच्छा होता है। हुँ। बहुत अच्छा हुआ है।